यो जुन फोटो देख्दै हुन्छ पछाडि, अब यो ट्रफी घर लिएर आउने बेला हो। हामी नेपाली राष्ट्रिय क्रिकेट टिम अब वर्ल्ड कप क्वालिफायर खेल्दैछौँ। 2023 को वर्ल्ड कप क्वालिफायरमा हामीले घरमा खेल्दाखेरि, ट्यु मैदानमा खेल्दाखेरि चाहिँ हामीले यो ट्रफी घर ल्याउन सकेनौँ। ओमानले हामीलाई फाइनलमा गएर हरायो। तर अब यो ट्रफीलाई चाहिँ वर्ल्ड कप क्वालिफाई गर्ने मात्र होइन, टपमा रहेर जसरी हामीले वेस्ट इन्डिज सिरिजलाई पहिलोपटक बाइलेटरल सिरिज हरायौँ, ट्रफी घर लिएर आयौँ। अब त्यही मोटिभेसनका साथ, त्यही कन्फिडेन्सका साथ टिम यति बेला गएको छ र यो ट्रफी फेरि नेपालले घर लिएर आएको हामी हेर्न चाहन्छौँ, विनर भएको हेर्न चाहन्छौँ। र यति बेला कुरा गर्दाखेरि सबै टिम एकदम स्ट्रङ छन्। यो जतिवटा 9वटा टिम छन्, हामीले कुनै टिमलाई पनि हल्का रूपमा चाहिँ लिनु हुँदैन। कुवेत, कतार यी पनि एकदमै राम्रो स्ट्रेन्थ भएको टिम देखिएको छ यति बेला। सबैभन्दा प्रबल चान्सेस त नेपाल, युएई र ओमानकै छ। हाई र्याङ्क गरिएको छ। यिनै टप 3 टिम चाहिँ क्वालिफाई हुन्छन् भन्ने सबैजनालाई लागिरहेको छ। तर जे पनि हुनसक्छ। हामीले बिग टुर्नामेन्टहरूमा हेर्ने हो भने नेपालले आफूभन्दा अथवा भनौँ आफूसँगै कम्पिटेटिभ टिमसँग खेल्दा चाहिँ प्रेसरमा खेलेको देखिन्छ। चाहे त्यो युएई होस् र आफूभन्दा अलिकति कमजोर जस्तो मात्रै लाग्यो भने नेपालले एकदमै धेरै हल्का रूपमा खेलेको देखिन्छ। हामीले जुन यो पटकको एसिया कप क्वालिफाई गर्न सकेनौँ, तब हामीलाई थाहा थियो यो समयमा चाहिँ अब 8वटा टिम हुन्छ भनेर। त्यो समयमा हामीले समूह चरणमा एकै खेल्न हारिकन एसिया कप क्वालिफायर अन्तर्गत चाहिँ गएका थियौँ, हङकङलाई पनि हराएका थियौँ। तर यति हल्का रूपमा हामीले हङकङलाई लियौँ, त्यो इमर्जिङ एसिया कप छनौटको खेलमा हामीले हार्न पुग्यौँ। अब यति धेरै हल्का चाहिँ टिमले नलियोस् र हामी हालै वेस्ट इन्डिज सिरिजलाई पनि हेर्न सक्छौँ। ब्याक टु ब्याक 2 खेल जितेको टिमले अन्तिम खेलमा गएर 10 विकेटले हार्यो। हामी ओभर कन्फिडेन्स भयौँ। हामी प्रेसरमा थिएनौँ, हामी ओभर कन्फिडेन्स भयौँ। अब यस्तो चाहिँ हुनु हुँदैन। नेपाली क्रिकेट टिम जसरी पनि विश्वकप क्वालिफाई गर्नुपर्छ। चाहे त्यो कुवेत होस्, चाहे कतार होस्, सबै गेम हामीले चाहिँ एकदमै सिरियस भएर खेल्न जरुरी छ। ग्रुप चरणमा हामी खेल्दैछौँ जापानसँग। यसलाई पनि हल्का रूपले हामीले लिनु हुँदैन। यसै गरी हामी अर्को ग्रुप चरणमा खेल्दैछौँ कुवेतसँग। कुवेतसँग पहिला खेल्छौँ, त्यसपश्चात हामी जापानसँग खेल्छौँ। कुवेतसँग हामी 8 तारिक खेल्छौँ, जापानसँग 10 तारिक हामी खेल्दैछौँ। र यो दुवै खेल जित्न नेपाललाई एकदमै जरुरी छ। कुवेतलाई के हुन्छ भन्ने कुराको चाहिँ मलाई डर लागिरहेको छ। हङकङ क्वाड्रेङ्गुलर सिरिज अन्तर्गत कुवेतले हामीलाई फाइनलमा गएर हराएको थियो। झन्डै हामी अल आउट हुने चरणमा पुगिसकेका थियौँ। धन्न त्यो समय नन्दन यादव र बसिर अहमदले चाहिँ एउटा नेपाललाई कति 2-3 रनले हार्न पुगेको थियो। तर एउटा सम्मानजनक हारसम्म चाहिँ पुर्याएका थिए। नत्र भने हाम्रो हालत भइसकेको थियो त्यो अवस्थामा। अब त्यस्तो नहोस्। हर गेमलाई नेपालले एकदमै सिरियस लिन जरुरी छ। र अब जित्ने मात्र होइन, अब वर्ल्ड कप क्वालिफाई गर्ने मात्र होइन, त्यो ट्रफी नेपाली क्रिकेट टिमलाई चाहिएको छ। यति बेला टिम एकदमै कन्फिडेन्स छ, नयाँ कोच आएका छन् र त्यो ट्रफी लिएर चाहिँ नेपाली राष्ट्रिय क्रिकेट टिम घर आएको हामी सबै हेर्न चाहन्छौँ। वर्ल्ड कप क्वालिफाई भएको हेर्न चाहन्छौँ। इजी छैन, त्यति गाह्रो पनि छैन। यसपटक टप 3 टिम चाहिँ क्वालिफाई गर्दैछ। ग्रुप चरणमा 2 टिम चाहिँ सुपर 6 मा प्रवेश गर्नेछन्। आशा गरौँ नेपाली राष्ट्रिय क्रिकेट टिमले चाहिँ एकदमै राम्रो प्रदर्शन गर्नेछ र यो जुन क्यानको मेहनत छ, फ्यानको आशा छ, हामी सबैले होप गरिरहेका छौँ नेपालले वर्ल्ड कप क्वालिफाई गर्छ भनेर। त्यो चाहिँ क्वालिफाई पनि गर्नेछ र ट्रफी घर पनि लिएर आउनेछ।